नमस्कार, म फिजियोथेरापिस्ट रेशमा लाछिमस्यु। आज हामी यस भिडियोमा कम्मर दुख्दा प्राय सिकाइने र डक्टर्सहरूले रेकमेन्ड गर्ने व्यायाम स्पाइनल एक्सटेन्सन एक्सर्साइजहरू सिकाउन गइरहेका छौँ। स्पाइनल एक्सटेन्सन एक्सर्साइज। यस व्यायामका लागि तपाईँ घोप्टोभरि आरामले सुत्नुहोस्। हातलाई काँध मुनि राख्नुहोस्। हातको सहायताले छाती बिस्तारै माथि उठाउनुहोस्। आरामसँग सास फेरेर यस पोजिसनलाई 5 देखि 10 सेकेन्डसम्म होल्ड गर्नुहोस्। बिस्तारै छाती फेरि भुइँमा राख्नुहोस्। यस व्यायामलाई 10 पटक दिनमा 2 देखि 3 पटक गर्नुहोस्। हिप एक्सटेन्सन। यस व्यायामका लागि तपाईँ घोप्टो परेर आरामले सुत्नुहोस्। खुट्टा र घुँडा सिधा राख्दै एक खुट्टा बिस्तारै माथि उठाउनुहोस्। माथि पुगेपछि 5 देखि 10 सेकेन्डसम्म रोक्नुहोस् र खुट्टा बिस्तारै तल झार्नुहोस्। यस व्यायामलाई 10 पटक दिनमा 2 देखि 3 पटक गर्नुहोस्। यस व्यायामलाई अर्को खुट्टाबाट पनि गर्नुहोस्। ब्रिजिङ। आरामले सुत्नुहोस्। दुईटै घुँडा खुम्च्याउनुहोस्। पेट हल्का भित्र तानेर कम्मरलाई माथि उठाउनुहोस्। कम्मरलाई जतिसक्दो माथि उठाउनुहोला र 5 देखि 10 सेकेन्डसम्म राख्नुहोस्। बिस्तारै कम्मर भुइँमा राख्दै सुरुवात स्थितिमा फर्किनुहोस्। यस व्यायामलाई 10 पटक दिनमा 2 देखि 3 पटकसम्म गर्नुहोस्।